हेलो एन्ड गुड मर्निङ। फेरि पनि सबैजनालाई स्वागत छ नयाँ दिन नयाँ ब्लगमा। है त साथीहरू, फेरि अब मेरो कामको समय चाहिँ सकिएर अब चाहिँ म लाग्दैछु रुमतिर। कस्तो मजा आयो यो समय चाहिँ, आनन्द लाग्ने। वाह, काम सकेपछि रुम जाँदाखेरिको समय भनेको एकदम रमाइलो हुन्छ। लाग्यो है त, दाइ अगाडि अगाडि म पछाडि पछाडि साइकलमा गुटुङ टुङ 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 पारामा जाँदै जाँदै हिँड्दै 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 गइयो। जाँदा जाँदै बाटोमा चट्ट लाग्यो साथीहरू, प्लेन उडेको देखियो। कहिले होला यस्तो प्लेन सरर जाने, सम्झिँदा पनि कति रमाइलो लागेर आउँछ। सुन्दर वातावरण, वाह, माथि सरर प्लेन। बाटोको उकालो देखेर चाहिँ अलि रिस उठ्छ बेला बेलामा, गाह्रो छ हो कसरी हिँड्ने हो। सकिन्न। केही समयको साइकल चलाएपछि लास्टै उकालो आउँछ साथीहरू, यहाँनिर चाहिँ यस्तरी हिँड्नुपर्छ। 10 मिनट चलाउने, 10 मिनट हिँड्ने, गाह्रो छ हो। अब चाहिँ हिँड्नु पऱ्यो भनेर चट्ट साइकल समातेर हिँड्यो, साइकल गुटुङ टुङ पारामा। थाकेको अवस्था। केही समय हिँडेपछि चट्ट अब साइकल समातेरै चढ्नु पर्ने हुन्छ साइकलमा। यता कस्तो गाह्रो भयो यार, साइकल डोहोऱ्याउँदा पनि गाह्रो हुने। दिनभरि ड्युटी गरेर होला नि त होइन। ल है, अब उकालो पनि सक्यो। अब चाहिँ हल्का ओह्रालो छ, चल्नु पऱ्यो ओह्रालो। सरर दाइ चाहिँ अगाडि गइहाल्नु भयो, पछाडि गाडीहरू आइरहेको हुन्छ, गाह्रो हुन्छ। बाटो यसो हेरेर हिँड्नुपर्ने हुन्छ। ल है त, म पनि लागेँ, सरर कुदेँ। छिटछिटो हिँड्नुपर्ने हुन्छ फेरि यही बेलामा, बाटो पछाडि गाडी आयो भने गाह्रो हुन्छ। ल हेर्नु त, यहाँ पनि जाम। ओ माई गड, काठमाडौँभन्दा कम त छैन है, मलेसिया पनि जाममा। हेर्नु त, हिँड्दै थिएँ, हिँड्दै गर्दा फाइनली होस्टेल पनि आइपुग्यो। हाम्रो होस्टेल यही हो साथी हो। अब चट्ट झर्नु पऱ्यो साइकलदेखि झरेर हल्का गुटुङटुङ पाराले हिँडेर साइकललाई अलिकति बोझ कम गरेको है त। अब लाग्नु पऱ्यो माथि टपमा, 3 तला माथि। अघि साइकलले बोकिरहेको थियो, अब साइकललाई बोक्ने पालो चाहिँ मेरो। यही सिडीबाट छ, साइकल काँधमा हाल्यो, हिँड्यो गुटुङ टुङ 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 टुङ। गाह्रो छ नि हौ, परदेशी जीवन गाह्रो छ। कसरी बिताउने हो वर्ष आइरहन्छ। अब साइकल बोक्यो है साथीहरू, अब लाग्नु पऱ्यो माथि, टक 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 टक। यत्तिको दुःख त फौजी हुँदा पनि हुन्थेन होला है। फाइनली 3 तला माथि रुममा आइपुग्यो। दाइ चाहिँ आएर चाबी खोल्दै हुनुहुन्छ, म चाहिँ भर्खर आइपुगेँ। थाक्यो हो। त्यहाँ तलबाट आएको हामी यहाँ माथिसम्म। अब साइकल राख्नुपर्ने हुन्छ भित्र। दाइले राखिसक्नुभयो, मेरो पालो हो साइकल राख्ने भित्र। चट्ट साइकल भित्र राखेर कपडा चेन्ज गर्नुपर्ने हुन्छ, नुहाइधुवाइ गर्नुपर्ने हुन्छ है त। अब ढोका लगाइहालौँ पहिला, फेरि अहिले ज्याउ हुन्छ। ढोका लगाएपछि आनन्दै। ढोका लगाएर चाबी माथि झुन्डाएर अनि किचन हाम्रो झोला फालेर बोतल निकालेर पानी भर्नुपर्ने हुन्छ भोलिको लागि फेरि। अनि यस्तो छ, गाह्रो छ, थकाइ पनि लागिरहेछ। कपडा खोल्नु पऱ्यो। ओहो, क्यामेरा अगाडि पो कपडा खोल्नु लागेको, धन्न लाजवान। अलिकति लाग्लागेको अवस्था साथीहरू। फेरि चाहिँ खोल्न मिल्यो त। अनि चप्पल लगाएर जानु पऱ्यो अब टोइलेट बाथरुमतिर। यो चाहिँ हाम्रो किचन है। लाज हुन्छ नहेरौँ। यो हाम्रो खाना राइस कुकर पाकेको छ। यो फ्रिज हाम्रो केही छैन। यो चाहिँ मासुको भाग के तल सागसब्जीहरू छ, त्यति मात्रै हो अरू के। अनि यहाँ के छ, के पाकेछ त, यो तरकारी। अनि यहाँ दाल खुर्सानीले जानेको। केटाहरूले फेरि चामल खुल्दै राखेको छ।
छोपिदिनु पर्यो। त्यसपछि पानी 1 बोतल भित्र फ्रिजमा है त राखेपछि पछि खान सजिलो हुन्छ। अनि जाम्क्या होइन, एक्चुअली टोयलेट भ्रमण गरौँ। यो चाहिँ टोयलेट हाम्रो फोहोर छ, सफा गर्ने त्यस्तै हो। ल अब चाहिँ राखौँ है त साथीहरू। आजको भिडियो चाहिँ यहीँसम्म। टाटा बाई।